हुन्छ। जस्तै कतिवटा विदेशी देशहरूमा अहिले पनि बच्चाहरूलाई टिफिन हाल्नु सट्टा पेरेन्ट्सहरूले चाहिँ बच्चाहरू सेफ होस् भनेर ब्यागमा कन्डोम हालेर पठाउनुहुन्छ नि त होइन। त्यो वातावरण बनाउने हो। मैले अश्लील बोलेको या छाडा बोलेको होइन, मैले सत्य बोलेको। अनि यो इट्स बायोलोजी, शरीरको कुरा हो। सोच्ने मान्छेले कसरी सोच्ने त्यो उहाँहरूको विचार हो। अरू कुरा त त्यस्तै हो, तर तपाईँले पोजिटिभ थिङ्किङमा लानुपर्छ, पोजिटिभ हुनुपर्छ भन्नुभयो। ल पोजिटिभ हुँदाखेरि तपाईँको कुरालाई मैले पोजिटिभ थिङ्किङमा लगेर माने, तर एउटा उखान छ नि, वस्तु धपाउनु पछाडिबाट मान्छे धपाउनु अगाडिबाट भन्ने उखान छ नि। त्यो उखान अनुसार चाहिँ तपाईँबाट नै सुरु हुनु पऱ्यो क्या, तपाईँबाट नै यो कुरा लागु हुनु पऱ्यो क्या। तपाईँले नै आफ्नो छोराछोरी बच्चाहरूलाई चाहिँ टिफिनको साटो कन्डम प्याक गरेर पठाइदिनु पऱ्यो क्या, पठाउनु पऱ्यो क्या। अनि चाहिँ हामी मान्छौँ क्या, पोजिटिभ थिङ्किङमै रहेछ, यो राम्रै कुरा रहेछ भन्ने कुरा चाहिँ अनि चाहिँ हामी मान्छौँ क्या, अनि चाहिँ हामी विश्वास गर्छौँ क्या। नत्र भने तपाईँले नेगेटिभै सोच्नुहोस्, तर हामीले त्यो खासै गर्दैनौँ होला क्या त्यस्तो। केटाकेटीलाई टिफिनको सट्टो कन्डम प्याक गरेर चाहिँ अलिक पठाउनु सक्दिनँ होला। तपाईँले नेगेटिभै सोच्नुहोस्।